उता काठमाडौँमा राजावादीहरूले गणतन्त्रको विरोध गर्दै हिंसक प्रदर्शनहरू गरे। त्योभन्दा पूर्व नै मध्य प्रदेश सभामा मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहमाथि गणतन्त्र विरोधी गतिविधिमा संलग्न रहेको आरोप लाग्यो। मुख्यमन्त्री सतीश कुमार सिंहका नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोपहरू पनि लागेका छन्। मध्य प्रदेशमा अहिले राजनीतिक तरङ्ग तीव्र भएको छ। गत 7 दिनदेखि मध्य प्रदेश सभाको बैठक स्थगित छ। पछिल्लो सूचना अनुसार यो बैठक अनिश्चित कालका लागि स्थगित भएको हो। यस स्थगन पछाडिका थुप्रै कारणहरू छन्। ती कारणहरू मध्ये केही भ्रष्टाचारसँग सम्बन्धित छ भने केही कारणहरू मुख्यमन्त्रीको व्यवहारसँग सम्बन्धित छ। मध्य प्रदेशमा भ्रष्टाचारका आरोपहरूका घटना आजका होइनन्। यो विगतका मुख्यमन्त्रीहरूमाथि पनि आरोप लागेका थिए र अहिले पनि विभिन्न मन्त्रीहरूमाथि आरोप लाग्दै आएको छ। पछिल्लो पटक यो आरोप मध्य प्रदेश सरकारका पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवमाथि लागेको छ। सरोज कुमार यादवमाथि के आरोप लागेको छ भने उनी मध्य प्रदेश भरिका सबै पूर्वाधार कार्यालयका फाइलहरू चिठीहरू झिकाए विकास योजनाहरू बिक्री वितरण गरेका छन्। यसका बारेमा थुप्रै समाचारहरू आए। समाचारहरूमाथि सर्वसाधारणले विभिन्न टिक्का टिप्पणी गरे र विभिन्न गम्भीर प्रश्नहरू पनि उठाए। तर यो कुरा त्यसबेला धेरै बलियो भएर अगाडि आयो जब मध्य प्रदेश सभा संसदीय दलका नेता कृष्ण यादवले एउटा विज्ञप्ति प्रकाशित गरेर केसम्म भने भन्दाखेरि कि अहिलेको सरकार जुन भ्रष्टाचार गरिरहेको छ त्यो भ्रष्टाचारको साक्षी भएर नेपाली कांग्रेस बस्न सक्दैन। यो कुरा बढ्दै गयो। पछिल्लो समय यस कुरालाई विपक्षी दलहरूले अझ ठोस ढंगले उठाउन थाले। यहाँनिर एउटा उल्लेखनीय कुरा के छ भने कि अहिले जनमत पार्टीका नेता सतीश कुमार सिंह नेतृत्वको सरकार छ र त्यसमा नेपाली कांग्रेस पनि सहभागी छन् र एउटा सहभागी दलले सरकारकै घटक दलले भ्रष्टाचारको कुरा उठाएपछि विपक्षीलाई अझ यो कुरा सजिलो भयो र यसैबीच चैत 8 गते मध्य प्रदेश सभाको बैठक चल्दै थियो र त्यस बैठकमा जसपा नेपाल की सांसद किरण शाहले भौतिक पूर्वाधार विकास मन्त्रीको जुन भ्रष्टाचारका गतिविधिहरू छ त्यसको विरोधमा आवाज उठाए। उनले भने कि भौतिक पूर्वाधार विकास मन्त्री सहित विभिन्न मन्त्रालयहरूमा भइरहेका भ्रष्टाचारको छानबिन हुनुपर्छ र यसका लागि छानबिन समिति ने गठन करना पड़ता। नेपाल के संविधान में व्यवस्था किया गया है कि प्रधानमंत्री मुख्यमंत्री और मंत्री सबके लिए वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका 2075 के तहत जाना चाहिए। लेकिन हमारे मध्य प्रदेश के मुख्यमंत्री बिना किसी स्वीकृति बिना किसी का अनुमति लिए हुए जो विदेश भ्रमण में गए हैं भारत और वहाँ के समाचार माध्यम से संचार माध्यम से जो प्राप्त हुआ है न्यूज़ कि उत्तर प्रदेश के मुख्यमंत्री से मिले हैं। मैं ये मांग करना चाहती हूँ सभामुख महोदय मार्फत कि उनका वैदेशिक भ्रमण का जो प्रतिवेदन है वो पेश किया जाए सदन में और किस उद्देश्य से किस मंशा से वहाँ पर गए हैं और वहाँ के मुख्यमंत्री से मिले हैं। और साथ ही मैं आप लोग को जानकारी करा दूं कि जब भी कहीं पर मुख्यमंत्री हो या प्रधानमंत्री हो या मंत्री हो विदेश में जाते हैं तो परराष्ट्र मंत्रालय से समन्वय करके जाना चाहिए। बिना किसी समन्वय और इस तरह से गए हैं। मैं फिर से मैं निवेदन करना चाहती हूँ कि कम से कम पदीय मर्यादा का जो एकातर्फ किरण शाहको यस्तो भनाइ थियो भने अर्कोतर्फ अर्का विपक्षी दलका नेता माओवादी केन्द्र मध्य प्रदेश संसदीय दलका नेता अझ तीव्र र निकै जोरदार ढंगबाट के भन्ने भन्दाखेरि भ्रष्टाचार त छँदैछ। भ्रष्टाचारका साथै मुख्यमन्त्री कानुन विपरीत र संसदीय मर्यादा विपरीत भारतका उत्तर प्रदेश गएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गर्नुभयो र उहाँले भेट मात्रै गर्नु भएन, उहाँ त्यहाँ गणतन्त्र विरोधी विषयका बारेमा छलफल गर्नुभयो। जसपा नेपाल र माओवादी केन्द्रले मात्रै भ्रष्टाचारका कुराहरू संसदमा उठाएनन्। मुख्यमन्त्री सतीश कुमार सिंहको मर्यादा विपरीत भारत भ्रमणको कुरा उठाएनन्। उनीहरू यी सबै कुराको बारेमा छानबिन हुनुपर्छ र छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्छ भन्ने जोरदार ढंगबाट आवाज उठाए र जबसम्म संसदीय छानबिन समिति गठन हुँदैन तबसम्म हामी बैठकमा सहभागी हुँदैनौँ, हामी बैठक बहिष्कार गर्छौं। आज हाम्रो प्रदेश अलिकति विशिष्ट परिस्थितिमा गएको छ, त्यसकारण सदनमा केही कुरा राख्नुपर्ने नै स्थिति देखियो। जस्तै हाम्रो माननीय मुख्यमन्त्रीजीले कूटनीतिक मर्यादा विपरीत चाहिँ विदेश गएर
र हामीलाई जानकारी भएअनुसार गणतन्त्र विरोधी चाहिँ गतिविधिहरूको कुरा चाहिँ सुनिएको छ। त्यसकारण त्यो चाहिँ मुख्यमन्त्रीजीले स्पष्ट पार्नुपर्छ। र अर्को, अहिले जसरी मन्त्रालयहरूमा व्यापक चाहिँ अनियमितता र भ्रष्टाचारहरू भइरहेको छ त्यसको सन्दर्भमा र त्यस्तै सशक्त रकममा पनि नगरपालिकाहरूबाट कमिसन लिएर चाहिँ सशक्त रकमहरू पठाउने गरेको पनि सुन्न आएको छ। त्यस्तै अहिले चाहिँ सङ्घको खास गरेर भौतिक पूर्वाधार मन्त्रालयमा सङ्घको कर्मचारीहरूबाट मोटो रकम लिएर चाहिँ जिम्मेवारी दिने र प्रदेशको कर्मचारीहरूलाई निरुत्साहित पार्ने, यो पनि प्रदेश सरकारको र प्रदेश सभाको मन लाग्छ अपमान जस्तो भएको हिसाबले पनि त्यो सन्दर्भमा पनि र जसरी अहिले कर्मचारी व्यवस्थापनमा अहिले समस्याहरू देखिएका छन् त्यसलाई संशोधन गर्ने कुरा भइरहेको छ। त्यसमा पनि केही चाहिँ कर्मचारीहरूको स्वार्थ पूर्तिका निमित्त चाहिँ आर्थिक चलखेल भएको पनि सुन्ने आएकोले मलाई त्यो सन्दर्भ पनि र अर्को भर्खरै जो महोत्तरी जिल्लाको टिकुलिया बजारको सडकमा जो घटनाहरू जो देखिए यी सबै कुराहरूको सन्दर्भमा जबसम्म सरकारले उचित जवाब दिँदैन, जबसम्म यी सबै कुराको संसदीय छानबिन समिति गठन गर्दैन, तबसम्म हामी विपक्षका चाहिँ दलहरू यो संसद चाहिँ अवरुद्ध गर्छौँ। यो घटना भइराख्दाखेरि संसदका बैठकहरू अवरुद्ध भइराख्दाखेरि मध्य प्रदेशको संसदीय सचिवालयले एउटा सूचना टाँच गर्नु पर्यो र सूचना टाँच गरेर अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी सार्वजनिक गरियो। बैठक यसरी स्थगित भएपछि त्यो बैठकलाई पुनः सुचारू गर्नका लागि केही प्रयास पनि भयो। चैत 12 गते सभामुख रामचन्द्र मण्डलको विशेष पहलमा र विशेष सक्रियतामा मध्य प्रदेश सभाका संसदीय दलका नेताहरू, जसपा नेपालका सचेतक रामशिष यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद शाह, नेपाली कांग्रेस मध्य प्रदेश संसदीय दलका नेता कृष्ण यादव, त्यसै गरी विभिन्न दलका संसदीय दलका नेताहरू समेतलाई बोलाइयो। त्यसमा मुख्यमन्त्री समेतको सहभागिता थियो। तर यति विधि छलफल हुँदा पनि त्यहाँ केही टुङ्गो लागेन र उनीहरूको अडान एउटै थियो, विपक्षीहरूको अडान एउटै थियो। जबसम्म संसदीय छानबिन समिति गठन हुँदैन तबसम्म यो बैठकमा हामी सहभागी हुँदैनौँ। त्यसैले अहिले पनि बैठक स्थगित नै छ। प्रदेश सभा सदस्यको दैनिक कार्य सुचारू हुन सकेको छैन। यही बीच काठमाडौँमा एउटा ठूलो राजनीतिक तरंग देखियो। राजावादीहरूले व्यवस्था विरोधमै प्रदर्शन गरे र त्यहाँनिर गोली चल्यो, आगजनी भयो, 2 जनाको मृत्यु भयो। यो गतिविधिहरू भइराख्दाखेरि सबैको ध्यान त्यसतर्फ आकर्षित बन्यो। तर अब पुनः संसदको बैठक सुचारू हुनुपर्ने हो हैन बारे छलफल गर्न जरुरी भइसकेको छ। यहाँ एउटा उल्लेखनीय कुरा के छ भन्दाखेरि जब नेकपा माओवादी केन्द्र र जसपा नेपालले संसदीय छानबिन समितिको माग गरिरहेको छ त्यसै बेला मुख्यमन्त्रीले के भन्दै हुनुहुन्छ भन्दाखेरि म संसदमा जवाब दिन तयार छु। तर संसदमा जवाब दिन तयार हुँदा हुँदै पनि जसपा नेपाल र माओवादी केन्द्रले संसदीय छानबिन समितिको गठनको कुरा उठाएका छन्। उनीहरूको अडान छ पहिले संसदीय छानबिन समिति गठन हुनुपर्छ र संसदीय छानबिन समितिले छानबिन गरिसकेपछि र उहाँहरू निर्दोष देखिएको खण्डमा मात्रै उहाँहरू संसदमा बोल्न पाउनु हुनेछ। यो अडानको बीच र हटको बीच अहिले मध्य प्रदेश सभाका बैठक स्थगितमा परेको छ। यो हट र अडान कहिलेसम्म रहने हो? संसदीय छानबिन समिति गठन हुने हो वा होइन? संसदीय छानबिन समिति गठन नभइकन प्रदेश सभाको बैठक सुचारू हुने हो कि होइन? त्यो एउटा हेर्नुपर्ने कुरा आएको छ। त्यो त हेर्नै पर्ने छ। हेरौँ के हुन्छ। मध्य प्रदेश सरकारमाथि भ्रष्टाचारका आरोपहरू लागेको यो पहिलो पटक होइन। यस अघिका सरकारहरूमाथि पनि थुप्रै भ्रष्टाचारका आरोपहरू थिए। मध्य प्रदेश सरकारको मन्त्रीहरूको बीचमा र मध्य प्रदेश सभा सदस्यहरूको बीचमा एउटा अनौठो तालमेल देखिन्छ। त्यो तालमेल के हुन्छ कि जब मध्य प्रदेश सरकारका बजेटहरू, योजनाहरू, बाँडफाँडका कुराहरू आउँछ त्यसमा सबै पार्टीका मध्य प्रदेश सभाका सदस्यहरू एकमुख हुन्छन् र उनीहरू एउटै स्वर हुन्छ कि यो बजेटलाई हामीहरू बाँडेर आफ्नो क्षेत्रमा लगाउँ। त्यहाँ दुईटा कुराहरू आउँछ। त्यसबाट केही कमिसन उनीहरू पाउँछ भन्ने, केही आफ्ना क्षेत्रमा विकासहरू पनि हुन्छ। तर यी कुराहरू भइराख्दाखेरि यस प्रकारका गतिविधिहरू र योजनाको बाँडफाँड कति जायज हो? योजना त आवश्यकता अनुसार बन्नुपर्ने हो। योजना त जुन ठाउँमा बढी जरुरी छ त्यसलाई प्राथमिकता अनुसार बन्नुपर्ने हो। तर मध्य प्रदेशमा यस्तो
देखिरहेको छैन।